ललितपुर महानगरपालिका या त उत्कृष्ट नगरपालिका शिरपा लहलागुतु नेपाल महानगरपालिका संज्ञा स्वीकगु स्थापना दिवस या छोले वंगु सोमबार जुगु च्याचोले ललितपुर महानगरपालिका या त उत्कृष्ट नगरपालिका शिरपा लहलागु ख यी जुगु च्याचोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ललितपुर महानगरपालिका प्रमुख श्रीबाबु महर्जन या त उत्कृष्ट नगरपालिका शिरपा लहलाना दिगु ख उत्कृष्ट कार्य सम्पादन यागु आधारे ललितपुर महानगर न्यागु प्रतिशत ल्या हया देन्यङ्कया नगरपालिका त मध्ये उत्कृष्ट जुगु ख अथे च्याचोले भरतपुर महानगरपालिका सूर्योदय नगरपालिका खैरहनी नगरपालिका वीरेन्द्रनगर नगरपालिका व धनगढी नगरपालिका यातन शिरपा लहलागु ख ज्याजोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिरपा त्यागुगु नगरपालिका तेत भिन्तुना देछासे नगरपालिका यागु ज्यायत चछाइ दिगु ख म तपाई नगरपालिका संघ गाउँपालिका महासंघ र सबै स्थानीय तहलाई मैले एउटा शक्तिको स्रोतको रूपमा बुझेको छु। तपाईहरुले ल्याउने सबै मागहरूलाई मेरो सकारात्मक सहयोग रहनेछ र आज तपाईहरुले जो महानगरपालिका नगरपालिकालाई उत्कृष्टताको 5 वटा विभिन्न सेक्टरबाट छानबिन गरेर उत्कृष्टताको पुरस्कार दिनुभयो, सम्मानित गर्नुभयो, यो निकै राम्रो पहल हो भन्ने मलाई लागेको छ। उत्कृष्ट हुने सबै महानगरपालिका नगरपालिकाहरूलाई म धन्यवाद भन्न चाहन्छु र आउने दिनमा तपाई हामी सबैले प्रतिस्पर्धामा अगाडि जानेछौँ र यो प्रक्रियाबाट जनतालाई हामीले परिणाम दिनेछौँ। अथे ज्याजोले नगरपालिका संघ अध्यक्ष प्रेमप्रसाद ढुङ्गाना, महासचिव नरुलाल चौधरी लगायत स्थानीय तहया विकासका लागि नगरपालिका भूमिका यतकया नवाना दिगु ख सबै पालिकालाई उत्कृष्ट हुने 6वटै नगरपालिकाका प्रमुख उपप्रमुख र त्यहाँको सबै नगरपालिकाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र हामीले यसपालिको एक्सलेन्स अवार्डमा हामीले भाग लिएनौँ। जो हामी पदाधिकारीहरू थियौँ हामीले चाहिँ भाग नलिने निर्णय गरेका भाग लिँदाखेरि मैले धेरै पटक उत्कृष्टता पाइसकेको। पहिला महासचिव हुँदाखेरि अनि अहिले अध्यक्ष हुँदाखेरि आफैले मिलाएको छ आफ्नै संस्थान भन्ने हुन्छ भनेर भाइ नलिने साथी भनेर हामीले भाग लियौँ। तथापि तपाईँहरूलाई बधाई छ र अन्य नगरपालिकाका जो हुनुहुन्छ साथीहरू सबै उत्कृष्ट काम गर्नु भएको छ। सबैलाई उत्कृष्ट भन्न मिल्दो रहेछ। प्राविधिक कारणले 1 नम्बर तलमाथि भएको प्रमाणपत्र चाहिँ हामीले त्यसरी वितरण गरेका हौँ जसले भाग लिनु भएको छ। हामीहरूले सहज ढङ्गले स्थानीय तह र स्थानीय तहका विकास निर्माण र समृद्धिका कामलाई अगाडि बढाउन सकियोस् भन्ने कुरा नै हाम्रो मुख्य मकसद हो। त्यसकारणले आज हामीहरूले यो कार्यक्रम मार्फत फेरि पनि नेपाल नगरपालिका सङ्घले देशव्यापी रूपमा नगरपालिका अथवा स्थानीय तहका कामलाई अगाडि बढाउन हाम्रा नयाँ संविधान र ऐनमा उल्लेख भएका सबै अधिकारहरू व्यवस्थित ढङ्गले कार्यान्वयन गर्ने काममा सधैँ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहअस्तित्व, सहकार्य, समन्वयको भूमिका रहिराकोस् र यसलाई अझ व्यवस्थित गर्न सकियोस्। तुक्सी देन्यङ्कया निसाउ सुङ्गु नगरपालिका प्रतिस्पर्धा यागुली पिन्हेगु नगरपालिका नापाङ्गु चरण या छनौट प्रक्रिया लागू खसा पिन्हेगु नगरपालिका मध्ये खुगु नगरपालिका त कार्य सम्पादन या आधारे पुरस्कृत यानगुतका ज्याजोले जानकारी बिगु ख अथे ज्याजोले आधारभूत स्वास्थ्य सेवा, खोप सेवा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, सामाजिक सुरक्षा, घटना दर्ता, लैङ्गिक उत्तरदायी बजेट परीक्षण, बाल मैत्री स्थानीय शासन, पोषण मैत्री नगरपालिका, टोल विकास संस्था लगायत या ज्यायतकया मूल्याङ्कन यासी शिरपा लहलागुतकान जानकारी बिगु ख धेरै धेरै बधाई तथा शुभकामना छ। प्रचण्डज्यूको अगाडि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।